होइन अब चाहिँ म सामानहरू बनाउँदै गर्छु अनि मेरो हातमा चाहिँ ब्याग छ। मलाई चाहिँ लाज लागिरहेछ के। अनि म चाहिँ अहिले हुल्ली आइसकेको छु, हुल्ली मार्केट सामानहरू लिन। यहाँ जो है ना, ये जो हुल्ली है ना, तो हम पहुंच गए। तो हम सामान यहीं से लेंगे। तो मोटू गए अभी बाइक में तेल डालने। साथीहरू हामी चाहिँ बाइकको पास पुगिसकेको छौँ। अनि यस्तो छ हाम्रो यहाँको बाटोको हालत। अनि त्यही भएर चाहिँ यो बाटो खराब छ नि त, त्यही भएर चाहिँ माथि घरसम्म चाहिँ जाँदैन कि बाइक। पुगेको छौँ हामी चाहिँ होइन। टोपी सोपी लाउनु पर्यो क्या, जाडो भयो। फेरि पनि हेलो या नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आज फेरि आइसकेको छु म न्यू डे न्यू भिडियोको साथ। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ त होइन, आज चाहिँ हामी तल बजारतिर जाँदैछौँ बुढाबुढी भएर। अनि सामानहरू ल्याउनु पर्ने छ घरको। अनि त्यही भएर चाहिँ हामी जाँदैछौँ अहिले हुल्ली। गाइस अभी हम हुल्ली जा रहे, हुल्ली दुकान जा रहे। साथीहरू हामी चाहिँ अहिले बजारतिर जाँदैछौँ अनि हुल्ली मार्केटसम्म, हुल्ली मार्केट तक जा रहे अभी। सुबह हमने काम किया था, तो लंच के बाद जा रहे हाफ छुट्टी। गाइस तो मोटो भी आगे जा रहे, तो मैं पीछे जा रही हूँ। आजको मेरो भिडियो हजुरलाई के कस्तो लाग्छ, मन पर्यो भने लाइक कमेन्ट सेयर अनि मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुहुने नबिर्सिनु होला साथीहरू भन्दै। अनि म चाहिँ अब यो भिडियो कन्टिन्यू गर्नेछु अनि हजुरले हेरेर साथ दिनु होला भन्दै। सो गाइस त्यही हो आजको भिडियो के कस्तो हुनेछ। अनि साथीहरू हामी चाहिँ बाइकको पास पुगिसकेको छौँ। अनि यस्तो छ हाम्रो यहाँको बाटोको हालत। अनि त्यही भएर चाहिँ यो बाटो खराब छ नि त, त्यही भएर चाहिँ माथि घरसम्म चाहिँ जाँदैन कि बाइक। त्यही भएर आधा बाटोसम्म राख्छौँ। गाई जब म बसेँ ल खुसी लाग्छ क्या मलाई चाहिँ बाइकमा बस्दाखेरि। गाई हिँडेको होला यतातिर फेरि बाटो लास्टै खराब छ कि, त्यही भएर फेरि मलाई भिडियो पनि बनाउन मन लाग्दैन। कस्तो ढुङ्गा मात्र छ खाल्टा र खुल्टी। अनि म हजुरलाई बाटो देखाउँछु ल साथीहरू कस्तो छ। मलाई चाहिँ यस्तो छ, यहाँनिर चाहिँ अलि राम्रो छ कि सर जान्छ यहाँनिर चाहिँ। बाइक त झन् के चिज हो र, यस्तो छ कि बाटो। फेरि बाटो कुनै तनाव छैन, तनाव बाटो भइदिएको भए त आधा बाटोसम्म पैदल आउनु पर्दैन होला साथीहरू। के गर्नु, यस्तो छ। गाइज हेर्न सक्नुहुन्छ बाटो त यस्तो छ कि, फेरि यस्तो छ कि बाटोको हालत चाहिँ हेर्नुहोस् त। यो बाटो कोमा गयो फेरि। साथीहरू एक त बाटो यस्तो छ नि, त्यही पनि यस्तो झाडीमा कोचार्नु पर्छ आफूले चाहिँ। होइन साथीहरू यस्तो छ कि बाटो। अनि धुलो उडेर क्यामेरै मेरो कस्तो धुम्दो लाग्छ बनाइदिएँ। बाटो चाहिँ यस्तो छ। अनि सिङ्गल बाटोमा पनि झन् गाडी आइदिन्छ बिचमा झन्। ल है साथीहरू मेन बाटो आइपुगेको छौँ हामी चाहिँ होइन। टोपी सोपी लाउनु पर्यो क्या, जाडो भयो, जाडो। गाइज बाटो हेर्नुहोस्। गाइज तो अभी हम पहुँचे हैं दशामा कैंची। ये ना ये वाला रोड ना ऊपर मासू बांध के ऊपर के ले जाता है ये वाला, और यहाँ से नीचे जाता है हुल्ली वाला जो रोड है ना गाइज, वो मासू के ले जाता है। पार्क का कितना अच्छा है, मेरे को तो पार्क को डाले अच्छा लगता है।
देखिन्न क्या यहाँदेखि हामी त लास्ट बिच जङ्गलमा बस्छौँ नि त अनि अलिअलि गाइज हामी बुढाबुढीको छाया अनि हाम्रो बाइकको छाया देख्न सक्नुहुन्छ। फाइनली गाइज मैं अभी हुल्ली पहुंच गई हूँ। तो हुल्ली का नज़ारा देख सकते हो आप लोग। यहाँ जो है ना, ये जो हुल्ली है ना, तो हम पहुंच गए। तो हम सामान यहीं से लेंगे। तो मोटू गए अभी बाइक में तेल डालने। तो मैं तब तक के लिए, जब तक मोटू आएंगे तब तक मैं सामान बना के रखती हूँ। यहाँ से देख सकते हो गाइज आप लोग, हुल्ली का नज़ारा है गाइज ये। और यहाँ से इधर को जो है ना, वो ठोक छैला जाता है और शिमला वगैरह जाता है, जो ये रोड है ना। तो इधर से जो है ना, उधर पार को गुम्मा कोट खाई के लिए जाता है। साथीहरु, मोटू चाहिँ गयो अब बाइकमा तेल हाल्न। अब चाहिँ म सामानहरु बनाउँदै गर्छु। अनि मेरो हातमा चाहिँ ब्याग छ। मलाई चाहिँ लाज लागिरहेछ के। अनि म चाहिँ अहिले हुल्ली आइसकेको छु, हुल्ली मार्केट सामानहरु लिन। अनि यसो साथीहरु, अब चाहिँ म छिटो सामानहरु बनाउँछु अनि त्यसपछि देखाउँछु। अनि अहिले चाहिँ देखाउँदिन, घरै लगेर देखाउँछु होला सायद, किनभने मलाई लाज लाग्छ के। फेरि म अहिले चाहिँ अब बनाउँदिन, अलि पछि भेट्नु पर्छ ल। अब चाहिँ म जान्छु त्यो परको जो दुकान छ नि, त्यहाँदेखि चाहिँ म रोज नै सामानहरु लगाउने गर्छु। आयो भने अनि अहिले नि म त्यहीँदेखि लग्छु, बनाउँछु सामानहरु। अनि सो गाइस त्यही हो। अनि हेर्दै गर्नु होला। अब चाहिँ म जान्छु ल सामान बनाउन।